Welcome to my first vlog in my channel. र आज हामी सराङकोट आएको र तपाईलाई यहाँ मेरो बहिनीले पहिलोचोटि पहाडको सिँढी चढ्दै भ्यू देख्दै हुनुहुन्छ र उहाँ चाहिँ मेरो दाइ आशिष दाइ अझै मेरो मम्मी जसको नाम हो शर्मा सरू र उहाँ चाहिँ मेरो बहिनी जसको नाम हो सुबिके केमाली र उहाँ जुन तल पिंक कलर को कपडा लाउनु नि उहाँ चाहिँ मेरो मामु उहाँको नाम हो सुबेदार डेपी केमाली सुबिके केमाली मेरो बहिनीको नाम पुचु हाय भन्दै नानी नानी हाय भन्दै आ भन्छौ यस्तो गरिदिऊ यस्तो नानी गुड नानी गुड 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 नानी गुड एक्लै चढ्ने अरे बहिनी एक्लै चढ्छु नि पहिलो चढी खुट्टाले हैन बल्ल 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 हामी दुईटी घर झरिन्छौ यिनीहरू यता आउँथे अब यहाँ सिकेमा भर्खरै सिडी उक्लिँदैन म आउँछु अब बरु नानी आइसक्यो त्यही पानी खाइ जानु त घर बस्न आउनु के कति 1 घण्टा ल आज त्यही बस्नु आउनु चाँडै हिँडौँ सिडी चढ्न पर्दो रहेछ भन के सिँढी चढ्न पर्दो रहेछ यहाँ र साथी साथ हामी अगाडि बढ्दैछौँ। एक सेकेन्ड तपाईलाई मैले सबैको फेस रिभिल गराइदिएँ मेरो त बनाइदिएन नि र मेरो फेस रिभिलको लागि र सबैको मैले फेस रिभिल गराइदिएँ र मेरो फेस रिभिल हुन बाँकी छ र 3 2 1 पानी go ठुलो परेछ yeah this is my face how साढे आउनु न यो फर्स्ट ब्लग हो यानी कि सराङकोटमा हिँड्दै गएर हामी ओ र माथि चढ्दै चढ्दै सराङकोटको टपमा हामी पुग्न रेडी छौँ। एकछिन ब्रेक ल्यायौँ हामी ल र यो भ्यू हेर्दै आइसक्यौँ हामी माथि र साथै साथ हामी त सराङकोट आउँदा आउँदै यहाँ एउटा सानो घर देखियो हामीलाई सानो घर त होइन एउटा त ब्रिक्स त भन्न मिल्दैन ब्रिक्स जस्तै केही चिजले ढुङ्गालाई केही बनाएको हो र यताबाट पुरा एयरपोर्टको हेर्नु एयरपोर्ट हेर्नु एयरपोर्ट यताबाट देखेन भने देखेन ल बिना जुमको तपाईँलाई मैले एयरपोर्ट देखाउँछु जसको नाम हो पोखरा इन्टरनेसनल एयरपोर्ट हेर्नु देखेछ कि नै यिनी रनवे जस्ता यहाँ हेर्नु हेर्नु यो एयरपोर्ट यो हाम्रो एयरपोर्ट र हामी अब साथै साथ माथि चढ्दै गयौँ र
अब माथि र अब र गाइस अहिले चाहिँ म जान्थेँ उहाँहरू स्टुपा देखेन कोही मान्छेलाई देख्यो होला तर स्टुपा यहाँ यो स्टुपा हाम्रो पोखराको र माथि जाँदै गरौँ र हामी पुगिसकेका हौँ माथि र अब यहाँबाट पुरा भ्यू देखाउँछु तपाईँलाई पोखराको यहाँ चाहिँ हाम्रो एयरपोर्ट हाम्रो एयरपोर्ट छ अनि स्टुपा वहाँ र वहाँ आउँदै हुन्छ हाम्रो मामु आशिष दाई मम्मी बहिनी तर आमालाई बाहिर ननिकालेको मलाई यो यसरी जान थाहा छैन आमालाई बाहिर किन ननिकालेको र आमाले यो भर्याङ हिँड्न गाह्रो हुन्छ मलाई थकेला भन्नुभयो अनि ऊ त्यो केबल कार हेर्दै बस्छु भन्नुभयो उहाँ केबल कार पनि छ मैले देखाउनै बिर्सेछु हजुरहरूलाई र यो एयरपोर्ट यति ठुलो छ कहाँ एयरपोर्ट यो पामी हो यो एयरपोर्ट होइन देन एयरपोर्ट लगाए यो पामेको बजार पामेको खेत हो यो पामेको खेत हो पामे बजार त पर पर्छ त्यत्रो खाली होइन एयरपोर्ट त उता हो उता फेवाता ल पञ्चमुखी गणेशको मूर्ति विश्वमै पहिलोपटक पञ्चमुखी गणेशको मूर्ति उता रहेछ गाइस एयरपोर्ट र स्टुपा वहाँ छ यहाँ त पोखरातिर एकदम भीषण पानी परिरहेको छ एकदम ठुलो पानी परेको छ र यति ठुलो हाम्रो गणेशको मूर्ति र त्यसैमाथि मुसा छन् र हामी यो मन्दिरमा रमाइलो गर्दै र साथै साथ मन्दिरमा घुम्दै हामी यही छौँ र हाम्रो मन्दिर पुकु नानी आऊ टिकी लाउने आऊ टिका लाउन आइज चिकी सुयोग जाऊ टिकी लाउन टिका लाउनु बनाइदिनु टिका लाउनु जाऊ नि त्यहाँ पहिला गुरुहरूलाई नि देखाऊ बनाइदिनु अलाउड छ कि नै र भित्र अलाउड छ कि नै नानी लडिन्छ है क्लियर छैन न ₹105 दान प्राप्त भएको छ उहाँको व्यक्तिगत साथै घर परिवारमा सुख शान्ति समृद्धि ऐश्वर्यता सुस्वास्थ्य उत्तरोत्तर प्रगति हुँदै जाओस् कैलाशेश्वर महादेवको दर्शन सर्वदा रहोस् भन्ने शुभ आशीर्वादको साथमा उहाँले गर्नुभएको दानमा जाने सम्पूर्ण परिवारमा हाम्रो सर्वदा शुभ आशीर्वादको साथमा स्वागत धन्यवाद शिवको कैलाशेश्वरमा
र यत्रो बेलासम्म किन नबोलेको भने किन यतिखेर चाहिँ स्पिकर चलिरहेको छ र तपाईँलाई मैले एकदम राम्रो भिडियो बनाउनको लागि कराई गर्नु पर्छ।